हेलो साथीहरू, आज चाहिँ मैले दिउँसो के काम गरेँ भनेर म हजुरहरूलाई देखाइरहेको छु। एउटा चाहिँ यसरी इस्कुस टिपेर यहाँनिर यसरी पछि खानुहुन्छ भनेर चाहिँ यहाँ राखिरहेको छु है, हेर्न सक्नुहुन्छ। त्यसै गरी फर्सीहरू पनि सबै भेला पारेर यहाँ राखिरहेको छु। पछि सब्जी नहुँदा मिठो हुन्छ नि, कसलाई मनपर्छ फर्सी इस्कुस। मसँग सम्पर्क राख्नुहोस् है। यहाँ हेर्नुहोस् है, योपालि चाहिँ फर्सी थुप्रै फलेको छ। यहाँ हेर्नुहोस्, ल ठुलो खानुहुन्छ कि सानो खानुहुन्छ कि, साइजको छ है फर्सीहरू चाहिँ। यहाँ पाकेको खानुहुन्छ कि हरियो खानुहुन्छ कि। यो चाहिँ पछिको लागि जोगाड सब्जी सिन्छ। यसरी मैले वालमा लगाइदिएको छु है, कति राम्रो भएको छ हेर्नुहोस् है। अनि यहाँभित्र चाहिँ कुखुरा टर्कीहरू छ। यसरी टर्की कुखुराहरू पनि पालेको छु है, हेर्नुहोस् यहाँ। टर्कीहरू कुखुराहरू पर खोर माथितिर पनि छ, परतिर हेर्नुहोस् है। यसरी सुँगुर पनि पालेको छु। सुँगुर भर्खर 1 महिना भयो है। यसरी छानेर राखेको छु। यो चाहिँ मुसाले खाएको बिग्रेकोहरू, यो चाहिँ सुँगुरलाई इस्कुस आजको मेरो काम दिनभरिको हेर्नुहोस्। डोकोमा बोक्दा हत्तु भयो नि हौ साथीहरू। अनि यो चाहिँ अर्ग्यानिक मल फुल रोप्नलाई कुहेको सडेकोहरू यहाँनिर भेला पारेर राख्छु है। अनि यसमा चाहिँ मल बनाइवरी फुल रोप्ने हो।